हेलो गाइज, आज हामीले पनिर बनाउने भनेर रिजुले पनिर काटिरहेछन्। म साइडमा बसेर भिडियो बनाइरहेछु। पनिर मस्तै काटिरहेछन् रिजुले। यहाँ पनिर काट्दैछु। आज पनिरको सब्जी बनाउने हो, त्यसले गर्दा म पनिर तारिरहेको छु। अब यो पनिर तारेपछि मैले आज पनिर तारिदिनु, यो पनिर तारिसकेपछि म पकाउँछु भन्ने गर्दैछु। दिजुले पनिर तार्छ, यो अलिकति गरेर पनिर तारेर भ्याइयो। त्यसपछि दिजुले प्याज काट्छ पनिरमा हाल्नुको लागि। उता मटर केलाउँदै भइसिन्छ। पनिर मटर बनाउन पनिर आलु मटर मिसाएर पनिर पनि तारिँदैछ। यता मटर पनि केलाएर सकिसकेको छ। मटर हेर्नुहोस्। त्यसपछि दिजुले प्याज अनि तेल थप्सेको, तेल थोरै हाले जस्तो लागेर होला। अनि यता साइडमा दाल बसाल्छ। दाल पनि बनिसक्यो। अनि टमाटर नि रेडी बनाइदिँदै भइसिन्छ। अनि टमाटर हाल्दैछ दिजुले, अनि त्यसमा मटर हाल्दैछ। त्यसपछि रिजुले बेसार हालिन्। बेसार हालेपछि त्यसमा मसला हालिदिन्। मसला हालिसकेपछि नुन हालिन्। नुन हालेर मस्त चलाइदिइरहेछन्। त्यसपछि फेरि अझै मसला कम भयो जस्तो लागेछ। अनि फेरि मसला थप्दै मस्त चलाउँदैछिन्। रिजुले बनाउँदैछिन्। यता साइडमा चाहिँ सेलरो भुजा बसाल्छेको छ। अनि रिजुले मजा उता चलाउँदै पानी हाल्दै मटरलाई मस्त हेर्नुहोस् कस्तो राम्रो देखिएको छ। अनि म पनिर हालिदिन्। पनिर पनि